नमस्कार साथीहरू प्रदेश लोकसेवा आयोग कोशी प्रदेश विराटनगर सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर पदको प्रथम चरणको जुन छ नतिजा आइसकेको छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। सबै कुरा यसमा लेखिएको छ। स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नम्बर 4001 4008 2081-82 खुला समावेशी स्थानीय इन्जिनियरिङ सेवा सिभिल समूह सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर पदको मिति 2082 साल 1 महिना 20 गते विराटनगरमा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका 3678 जना उम्मेदवारहरूमध्ये रोल नम्बरको क्रमअनुसार देखाएका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरू द्वितीय चरणको परीक्षाका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ भनेर यहाँ लेखिएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। प्रकाशन मिति 2082 साल 2 महिना 1 गते नि जुन छ प्रकाशन गरिएको छ। उत्तीर्ण हुनुभएको उम्मेदवारहरूको जुन छ यहाँ रोल नम्बर, बाबुको नाम थर, बाजेको नाम थर सबै यहाँ दिएको छ। लिस्टमा तपाईहरु हेर्न सक्नुहुन्छ। तपाईहरु आफ्नो रोल नम्बर प्रवेश पत्रमा हेरेर यसमा आफ्नो रोल नम्बर मिलाउनु होला। तपाईको रोल नम्बर यसमा छ कि छैन वा नाम छ कि छैन। एकचोटी यहाँ सिरियल वाइज रोल नम्बर अनुसार दिएको छ। यसरी तल स्क्रोल डाउन गरेर तपाईहरु यो जुन छ आफ्नो नामहरु हेर्न सक्नुहुन्छ। यहाँ लास्ट सम्म जुन छ दिएको छ तपाईहरु हेर्न सक्नुहुन्छ। यसरी तल स्क्रोल डाउन गरेर सजिलैसित यहाँ हेर्न सक्नुहुन्छ। आफ्नो नाम यदि निस्केको छ भने रोल नम्बर अनुसार तपाई जुन छ यसमा यो हेर्नु होला। तपाईको नाम छ भने यसरी स्क्रोल डाउन गर्दै जानु होला तलसम्म। धेरै लामो लिस्ट जुन छ यो रहेको छ। यसरी तपाईहरु जुन छ हेर्नु होला। यो रहेको छ कोशी प्रदेश सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियरको 20 दिनमा नै जुन छ रिजल्ट प्रकाशन गरिएको छ। 20 गते यसको एक्जाम थियो। 1 गते नै यसको जुन छ रिजल्ट आइसकेको छ। 20 दिनमा नै जुन छ यसले जुन छ प्रथम चरणको लागि यो नतिजा प्रकाशन गरिएको छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। लास्टमा यो रहेको छ 5887 सो मिस्टर मनसुरी यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ नाम दिएको छ। यहाँ पुनः चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ। रोल नम्बर 807 र 2458 भएका परीक्षार्थीहरूले उत्तर पुस्तिकामा कि उल्लेख नगरेको देखिएको हुँदा निजहरूको उत्तर पुस्तिका रद्द गरिएको छ भनेर यहाँ लेखिएको छ। यो दृष्टि भई तपाईहरु यो पढ्नु होला। फर्स्ट पेपरको जुन प्रवेश पत्र थियो त्यही प्रवेश पत्र जुन छ सेकेन्ड पेपरमा काम लागिनेछ। त्यही भएर यो राम्रोसित जुन छ राख्नु होला। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ लेखेको छ द्वितीय चरणको परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूले साबिके प्रवेश पत्रबाट जुन छ तपाईहरु यो एक्जाम दिन सक्नुहुन्छ। यहाँ दोस्रो चरणको लागि एक्जाम रहेको छ। मिति 2082 साल 2 महिना 31 गते दिनको 2 बजे विराटनगरमा सञ्चालन हुने द्वितीय चरणको लिखित परीक्षामा सहभागी हुन पाउने बेहोरा समेत जानकारी गराइन्छ। यहाँ लेखिएको छ तपाईहरु हेर्न सक्नुहुन्छ। यसको थप जानकारीको लागि तपाई यसको वेबसाइटमा जुन छ जान सक्नुहुन्छ। pec.koshi.gov.np मा गई यसको सबै डिटेल्सहरु जुन छ तपाईहरु हेर्न सक्नुहुन्छ। त यो थियो यो कोशी प्रदेश सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियरको जुन छ प्रथम पत्रको जुन छ नतिजा। सबैलाई जुन छ यो भिडियो शेयर गरिदिनु होला आफ्नो साथीहरुलाई ताकि सबैलाई जुन छ हेल्प भइहालोस्।